मेरो प्रिय आमा, तपाईँलाई सम्झँदा मात्र पनि मेरो मन भकानिन्छ। यी आँखाहरू आफै रसाउँछन्। आमा, तपाईँले मलाई यो संसारमा ल्याउनु अघि नै 9 महिना आफ्नो काखमा राखेर सहनु भएको पीडा त्यो म कहिल्यै बुझ्न सक्दिनँ, तर महसुस चाहिँ गर्न सक्छु। त्यसपछि जन्म दिने त्यो असह्य पीडा अनि फेरि आफ्नो सबै सपना, आराम र खुसी त्यागेर मलाई हुर्काउनु भएको तपाईँको जीवन त सधैँ पीडालाई मुस्कानले लुकाएर बितेको रहेछ। म सानो हुँदा बुझिनँ, तर आज म ठुलो हुँदै जाँदा थाहा हुँदैछ कि एक महिला हुनु कति गाह्रो हुन्छ अनि एक आमा हुनु त झन् कति ठुलो त्याग र सहनशीलता चाहिँदो रहेछ भनेर। तपाईँले सहनु भएको हरेक दुःख सम्झँदा मेरो शिर आफै निहुरिन्छ, मन कृतज्ञताले भरिन्छ। आजकल त म अझै डराउन थालेको छु आमा। समय बिस्तारै बित्दैछ, तपाईँ बुढो हुँदै जानुभएको देखिरहेको छु। तपाईँका हातहरू जसले मलाई सम्हाल्थे ती हातहरू कमजोर हुँदै जाँदा मेरो मन भित्रैदेखि टुट्छ। सबैभन्दा पीडादायक कुरा त के छ भने तपाईँलाई मेरो साथ सबैभन्दा बढी चाहिएको बेला म तपाईँकै छेउमा छैन। कहिलेकाहीँ त मन चिच्याएर भन्न चाहन्छ सबै कुरा छोडेर तपाईँकै काखमा फर्किन पाए कस्तो हुन्थ्यो होला भनेर। बाँकी जीवन तपाईँकै छेउमा बसेर तपाईँलाई हाँस्दै देखेर बिताउन पाए त्योभन्दा ठुलो खुसी मेरो लागि केही हुने थिएन। आमा, तपाईँ मेरो संसार हुनुहुन्छ। तपाईँ बिना म केही पनि होइन। म तपाईँलाई यति धेरै माया गर्छु कि त्यो माया म शब्दले कहिले पुरा भन्नै सक्दिनँ। म जहाँ भए पनि मेरो सास, मेरो सोच, मेरो माया सबै सधैँ तपाईँमै रहन्छ। तपाईँको प्यारो छोरा अमृत।